ल त गाइज मैले नवलपुरको बाटो कहाँदेखि कहाँसम्म पिच बनिसकेछ हाम्रो यो चाहिँ 4 लाइनको भनेर मैले देखाउँछु भनेको थिएँ योभन्दा पहिलाको भिडियोमा र आज मैले त्यो सबै मैले तपाईहरुलाई देखाउन गइरहेको छु। डन्डादेखि नारायणघाटसम्मको बाटो मैले कहाँदेखि कहाँसम्म पिच छ छैन मैले सबै भिडियोमा नै देखाउने छु है। अनि त्यसपछि 4 वर्ष भन्दा पहिलादेखि यो चाहिँ सबै बनाउन सुरु गरेको बाटो र 4 वर्ष पुरा लागिसक्यो लगभगै अहिलेसम्म कहाँदेखि कहाँसम्म कम्प्लिट भयो भएन त्यो सबै चाहिँ यतातिर अनि एक थोप पनि परेको छैन पानी उतातिर परे है यता गाडाकट है यता थुम्सीको जंगलतिर गाइज आज मैले तपाईहरुलाई नवलपुरको बाटो मैले पुरा देखाउने छु है। हाम्रो नवलपुरको बाटो लगभगै यो चाहिँ स्किप नगरिकन भिडियो चाहिँ फुल वाच गर्नु। अनि आज चाहिँ मैले नवलपुरको बाटो लगभगै कम्प्लिट भएको मैले देखाउँछु है। नारायणघाटदेखि लगभगै भनौँ न मैले डन्डासम्म देखाउँछु है आज चाहिँ। अनि लगभगै चोरमारासम्म चाहिँ बाटो कम्प्लिट छ र म अहिले डन्डासम्म मात्रै देखाउँछु है त। यता पनि पानी पर्यो है फेरि तुलसीको जंगलमा। फेरि पानी आयो है त गाइज है। पानी पर्दाको भने यात्रा मजा आउँछ के आनन्द आउँछ गर्मी हुँदैन तर अनि एकदम फिल पनि आनन्द एकदम भनौँ न पानी पर्दाको त यात्रा नै छुट्टै मजा आउँछ के। लगभगै बाटो चाहिँ एकतर्फी चाहिँ पुरा कम्प्लिट भइसक्यो। अर्कोपट्टि तपाईहरुलाई मैले देखाइरहेको छु है तपाई आफै हेर्नु। उता पनि लगभगै पिच त पिचै छ तर गाडी पनि एकतर्फी मात्रै हिँड्छ। दुईतर्फी नै लगभग कम्प्लिट त भएको छैन तर लगभगै धेरै भइसकेको छ। अर्कोतर्फ पनि पिच भइसकेर रेडी छ तर गाडी पनि एकतर्फी मात्रै हिँड्छ है त। यो हाम्रो नवलपुरको बाटो है। नारायणघाटदेखि डन्डासम्म आज मैले तपाईहरुलाई मजाले बाटो देखाउने छु है। पहिला कस्तो बाटो थियो भने अहिले कस्तो भयो भनेर तपाईहरु आफै अनुमान गर्नु। देश विदेश गाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु। अनि हाम्रो यो गाउँ ठाउँको भनौँ न तपाईको यो नारायणघाटदेखि डन्डासम्म कतिपय साथीहरु अथवा चाहिँ दाजुभाइहरु विदेशमा बस्नु भएको यो भिडियो हेर्दा तपाईहरुलाई पनि खुसी लाग्न सक्ला। बाटोमा केही विकास आयो अनि हाम्रो बाटो चाहिँ अलिकति जे जस्तो पनि पहिला भन्दा धेरै सहज भयो भनेर सम्झिनुहुन्छ। जे होस् त्यो मैले त्यही भएर चाहिँ नि तपाईहरुलाई मैले देखाउनेको कारण पनि हो हैन। तपाईहरुलाई पनि खुसी पनि लाग्छ है। कमसे कम हाम्रो हिँडिराख्ने बाटोमा यतिको अलिकति बाटोको भनौँ न यतिको विकास भइसकेपछि त हिँडडुल गर्नलाई सबैलाई सहज हुन्छ। स्कुटी बाइक गाडी सबैलाई अनि आफ्नै
गाउँठाउँमा हिँड्ने बाटो यो चाहिँ पूर्व पश्चिम हिँड्ने बाटो बन्दाखेरि कसलाई चाहिँ खुसी नहोला र होइन, सबैलाई खुसी लाग्छ। आफैलाई छिटो सजिलो तरिकाले चाहिँ आफ्नो भनौँ न जहाँसम्म आफ्नो गन्तव्य भनौँ न होइन, आफ्नो कहाँसम्मको यात्रा हुन्छ त्यहाँसम्म पुग्नलाई सहज पनि हुन्छ अनि छिटो होइन। अनि स्कुटीमा बाइकमा हिँड्नेहरूलाई पनि एकदम धेरै सजिलो हुन्छ होइन, सहज हुन्छ। पहिला कच्ची बाटो थियो भने अहिले चाहिँ पुरै पिच छ, लगभगै कच्ची त छँदै छैन भन्नुपर्छ, एकतर्फी मात्रै है त। अर्कोतर्फ चाहिँ मैले भन्दिनँ, अर्कोतर्फ पनि रेडी छ, पिच भएर रेडी छ, तर ठाउँ ठाउँमा पुल चाहिँ बनेको छैन। त्यसले गर्दाखेरि गाइज पानी चाहिँ एकदम लास्टै आयो है। अनि अर्कोतर्फ पुल नबन्दाको कारणले गर्दाखेरि एकतर्फी मात्रै गाडी हिँड्छ लगभगै। अब मैले भनिसकेँ नि, अर्कोतर्फ पनि पिच त रेडी छ, तर जताततै पुल बने छैन। त्यसले गर्दाखेरि दुईतर्फै गाडी हिँड्दैन, एकतर्फी भने आनन्दले सर्र हिँड्न पाइन्छ। पिचै है त, एकदम पिच एकदम कम्प्लिट छ एकतर्फी लगभगै। अलिकति बाँकी भएको भनेको यहाँ चाहिँ थोरै है, मैले त्यो पनि देखाइदिन्छु। त्यो अघि नै मैले थोरै देखाइदिएँ, त्यहाँ ठ्याक्क जयश्री पुलनिर अलिकति डिस्टर्ब थियो भने अब यहाँ चाहिँ ठ्याक्क बेल्डिया पुलनिर पनि अलिकति डिस्टर्ब छ है। त्यहाँ पनि पुल चाहिँ ढलाइ गरेको छैन र त्यहाँ चाहिँ अलिकति कच्चीमा हिँड्नु पर्छ है। त्यति मात्र ढलाइ भयो भने फेरि मजाले पिचमा हिँड्न पाइन्छ र एकतर्फी सर्र हिँड्न पाइन्छ भन्न खोजेको मैले। अनि त्यति बाटो नबनेसम्म त्यति पिच नगरेदेखि अब चाहिँ भनौँ न अलिकति भयो नि कच्चीमा हिँड्नुपर्ने बाध्यता हुन्छ। सबै गाडी कच्चीमा हिँडिरहेछ। थोरै है 2 मिनटको बाटो, 2 मिनट होइन, जयश्री 2 मिनट लाग्छ, यहाँ चाहिँ 1 मिनट लाग्छ। थोरै 1 मिनटको बाटो छ, कच्ची है त गाइज है। पानी चाहिँ आज चाहिँ एकदम भने जस्तो आएको थियो। हिजो अस्ति नि गाइस यति गर्मी थियो, यति गर्मी थियो हाम्रो यो नवलपुरमा है। नवलपुरको मात्रै कुरा गरौँ है अहिले चाहिँ, किनकि म बुटोल भैरवतिर त अझै गर्मी हुन्छ, यहाँभन्दा पनि गर्मी हुन्छ। तर उतातिर पानी परेको थियो अथवा थिएन त्यो त थाहा भएन। त्यही पनि हाम्रो नवलपुरमा यति गर्मी थियो है। नवलपुरको मात्र मैले कुरा गरेँ। नारायणघाटदेखि हाम्रो कौशती डन्डासम्म त यति गर्मी थियो, यति गर्मी थियो। बिहान मैले गाडी लिएर हिँडेदेखि नि बेलुकासम्म घाम नअस्ताउँदासम्म ढाड मेरो चिसै हुन्थ्यो कि भिजेर। अनि त्यसले गर्दा यस्तो गर्मीले मान्छे पाके जस्तै हुन्थ्यो कि पानीमा उम्ले जस्तो कि। यति गर्मी यार बाबा। आज चाहिँ बिहानै पानी परेको है, बिहानदेखि पानी परिरहेछ। लगभग यो पानी चाहिँ सबै ठाउँमा परेछ जस्तो मलाई लागिरहेको। अनि यो मैले भिडियो देखाइरहेको छु, तपाईँहरूले आफै गेस गर्नु कहाँदेखि कहाँसम्म पानी परिरहेको छ। भरतपुरदेखि म लगभग अहिले ट्याक्क म अहिले रजर पुग्न होइन, भेडाबारीतिर पुग्न आँटेँ। भेडाबारी पुग्न आँटेँ। भेडाबारीसम्म चाहिँ पानी पर्दैछ है अहिलेसम्म। अब उताको त अब त्यहाँ ठाउँमै पुगेपछि थाहा हुन्छ। दादा गाइड म रजर पनि पुगेँ है। रजर चोक थोरै अगाडि छ, पानी अझै उस्तै छ। पानी परिरहेछ, मजाले परिरहेछ, बिन्दास ठुलो पानी परिरहेछ आज चाहिँ। यो चाहिँ ठ्याक्कै रजर चोक है। हो यो चाहिँ रजर चोक है, ठ्याक्क रजर चोक हो। यो चाहिँ रजर चोक क्रस भयो है त।
अब यहाँ चाहिँ दुमकौलीको सिजी पनि आउँदैछ है। रजरपछि दुमकौलीको सिजी। पानी त यतातिर लास्टै परेछ ल। सिजी चौधरी ग्रुप है यो। चौधरी ग्रुप भनेको जो कोहीले चिन्नुहुन्छ है, भनिराख्न पर्दैन। दुमकौलीको सिजी चौधरी ग्रुप है। पानी पर्यो के मैले देखाउन पनि नमिल्ने भयो, अलिकति डिस्टर्ब छ है। यो चौधरी ग्रुप लगाइज। यो चाहिँ दलदले मैले क्रस गरेँ, दलदले ठ्याक्क बजार क्रस भयो है। चौक प्रगति नगर चौक है। यो प्रगति नगर पनि म क्रस गरेँ। यो चाहिँ लोका खोला है। प्रगति नगर अगाडि लोका खोला है यो। लोका पुल भन्छ, लोका खोला, लोका पुल। अब चाहिँ म कौसतीको जङ्गल पुगेँ है। बाटो क्लियर छ नि गाइज। मैले सबै बाटो आज क्लियर देखाउँछु भनेर मैले भिडियो चाहिँ स्किप नगरिकन हेर्नुहोस्। बाटो कस्तो रहेछ हाम्रो नेपालको नवलपुरको भनेर अब चाहिँ हेर्नुहोस्। आज चाहिँ मैले तपाईहरुलाई फुल देखाउँछु मैले। अनि कमेन्ट पनि गरिदिनु है कहाँबाट हेर्दै हुनुहुन्छ र मेरो भिडियो कहाँसम्म पुग्दो रहेछ भनेर मलाई पनि थाहा पाउँछ है। देश विदेश अथवा इन्डिया नेपालको कुना कुनामा हेर्दै हुनुहुन्छ अथवा चाहिँ यो भिडियो भनेर त्यो पनि कमेन्टमा लेखिदिनु। अनि नयाँ तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु है, किनकि यस्तो यस्तो भिडियो मैले बनाइरहेको हुन्छु। यस्तो भिडियो तपाईको ठाउँसम्म तपाईको मोबाइलमा आइरहन पाओस् र यो भिडियो तपाईहरुले देखिरहन पाओस् भन्न चाहन्छु मैले। यस्तै भिडियो हेर्नको लागि सब्स्क्राइब गरिदिनु होला। यो भयो है राजमन्दिर चोक। यो खरकट्टाको जंगल भन्छ है।
यहाँबाट पिठौली छिठौली जान मिल्छ नि। तपाईहरुलाई त भन्नै पर्दैन होला, यो कौसती भनेपछि तपाईहरुलाई सबै थाहा छ है। यति राम्रो सुन्दर बिहानको एकदम फ्रेस मौसम यस्तो छ। पानी पर्ने बित्तिकै त माहौल छुट्टै छ के, एकदम आनन्द भन्छ नि मान्छे चिल पाराले त्यस्तै ठ्याक्कै चिल पाराले एकदम आनन्द आउँछ गाडीमा हिँड्दाखेरि पानी आयो भने। अनि पानी पनि मजाले परिरहेको छ है। नारायणहाटबाट कौसतीसम्म, कौसतीको यो जङ्गल भनौँ लगभगै कौसती पुगिसके। कौसतीको जङ्गल भन्ने बित्तिकै कौसती पुगिसके। यहाँसम्म पनि पानी परिरहेको छ लगभगै। पानी चाहिँ सबैतिर आइरहेको छ जस्तो लाग्छ मलाई। वाइपर चलाइन्छ है, क्लियर आएन क्या मोबाइल। यस्तो बिन्दास छ यार कौसतीको जङ्गलको यो बाटो हेर्दाखेरि है। यो जङ्गलको यो हेरौँ न भ्यूहरू कति आनन्द कति मजाको देखिन्छ। कहाँको सिन जस्तो देखिन्छ, मानौँ त्यो कम्प्युटरको सिन हो क्या है। त्यस्तो बिन्दास देखिन्छ क्या। म एक्लै छु है। कौसती पनि आयो है गाइज। यो ठ्याक्कै कौसती आइपुग्यो है। यतातिर खासै पानी परेको छैन है। अब फेरि बिस्तारै पर्न आँटिसकेको छ। यता पनि अघि नै परेको थियो र बिचमा रोकिएर रहेछ। अब फेरि पानी छिटा छिटा आइरहेछ गाडीमा, वाइपर चलाइरहेछ। पानी पर्न आँटेको छ है यता पनि, फेरि पनि पानी पर्न। जति नारायणघाटतिर आयो तर त्यति पानी चाहिँ आएको छैन है यतातिर, किनकि भुइँहरू सुक्खा सुक्खा छ। उतापट्टि सुक्खा छ, सेतो छ। यतातिर अलिअलि भने भिजे जस्तो छ, तर यतातिर खासै पानी आएको छैन है गाइज। यसरी बस्नु पऱ्यो। मैले सबै कुरा मैले भिडियोमा देखाइरहेको छु, मैले भन्नु परेन। नारायणघाटतिर जति ठुलो पानी आएको थियो यतातिर परेकै छैन, तर पर्न आँटेको छ है। कौसती सक्यो अब है लगभगै। अहिलेसम्म कौसती पुरानो कौसती भन्छ यहाँ चाहिँ। गाइज मैले जति भनेको मैले त्यतिसम्म मैले भिडियो लगभगै बनाइसकेँ। अझै पनि पानी मिल्किँदैछ। मैले डन्डा पनि पुगिसकेँ है। नारायणघाटदेखि डन्डासम्म मैले तपाईहरुलाई बाटो देखाउँछु भनेको थिएँ र नारायणघाटदेखि डन्डासम्म पनि म पुगेँ। डन्डासम्म अलिकति यहाँ पनि थोरै कच्ची पनि छ है बाटो। यहाँ डन्डाको पुल हो यो है।
गड्याङ गुडुङ गरिराख पानी चाहिँ परेको छैन यतातिर यतातिर अलिकति बाटो कच्ची छ है यहाँ पुल बनेपछि मात्रै चाहिँ यहाँको बाटो फेरि मजाले हिँड्न पाइन्छ किनकि यो अहिले चाहिँ पुल नबनाएदेखि बनेसम्म यो चाहिँ बाटो अलिकति भयो नि कच्ची छ है 1-2 मिनटको बाटो कच्ची छ कि यहाँ चाहिँ तपाईहरुले देखिरहनुहुन्छ यो चाहिँ कच्ची बाटो छ पुल चाहिँ ढलाइ हुन बाँकी छ है बाटो रेडी छ भन्नुपर्छ अब यो चाहिँ पुल बन्ने बित्तिकै बाटो सबै ढलाइ भइहाल्छ त्यो पुलले गर्दाखेरि नभएको अब यता फेरि बिच आइसक्यो म डन्डा 7 गरे पनि पुगिसक्यो है त गाइज है डन्डातिर पानी परिरहन्छ बल्ल पर्न खोज्दैछ है गाडीको सिसामा पानीको छिटा आइरहेछ डन्डा बजारमा क्रस गरेँ है गाइस डन्डा मजाले पुगेर पनि क्रस पनि भइसक्यो र मैले देखाउन जति देखाउन खोजेको चाहिँ मैले भिडियो त्यहाँ मेरो पुरा भयो अब पार हुनेवाला छ है भिडियो मैले डन्डाबाट चाहिँ भित्र अब कोल्लोतिर जाने बाटो मुनि जाँदैछु अब सकियो है मेरो डन्डासम्म देखाउने जति पनि मेरो कुरो थियो यो बाटो यता जान्छ भने अब म चाहिँ आफ्नो घरतिर हिँडेँ कोलुवा भित्रै बाटो है त गाइज ल त गाइज मैले जति देखाउन पर्ने भिडियो मैले तपाईहरुलाई फुल वाच गराइसकेँ अनि पुरा मैले भिडियो देखाइदिइसकेँ अब तपाईहरु आफै बुझ्नुस् पानी पर्दैछ अनि म पनि आफ्नै घरतिर जाने बाटो भित्री बाटो निस्किएँ भित्री बाटो लागे भन्नुपर्छ पानी यतातिर फेरि पानी आइसक्यो रहेछ यतातिर डन्डातिर खासै छैन भने यतातिर हाम्रो कोल्बा जाने बाटो है यो पानी परिसकेको छ ठिक छ यो चाहिँ भनौँ न आज चाहिँ मैले डन्डासम्म त देखाएँ अब यो भित्री बाटो पनि म थारू डन्डा भन्छ है यहाँ चाहिँ डाँडा पनि भन्थ्यो पहिलाको नामले गर्दाखेरि पहिलाको यो ठाउँको नाम डाँडा भन्ने थियो डाँडा पाखा पखेरा भन्ने कहाँ हो तर डाँडा भनेर भन्थ्यो यो ठाउँ चाहिँ डाँडा हो अहिले चाहिँ यहाँ थारू डन्डा पनि भनेर कतिपय भनौँ पानीमा चिप्लिन्छ के पानीमा जहिले पनि इमर्जेन्सी लाग्यो यस्तो चिप्लिन्छ के म आफै डराएँ गाडी नै फर्केको थियो
गाइज अहिले चाहिँ एकदम नमजाले झुक्याइदिए। एउटा स्कुटी थियो कि बाइक थियो कुनै मैले ख्यालै गरिनँ। उसले चाहिँ हिँड्दा हिँड्दा यो ठाडो राइट काट्दियो। मैले अचानक इमर्जेन्सी ब्रेक चाहिँ लगाएँ। मैले इमर्जेन्सी ब्रेक हान्दाखेरि गाडी चाहिँ फनक्क फर्केको थियो कि धन्दै केही भएन। उनीहरू त आफ्नो बाटो राइट काट्दै थियो, फेरि लेफ्ट गइदियो। म चाहिँ इमर्जेन्सी ब्रेक लगाएपछि मेरो गाडी त फनक्क राउन्ड यताको उताबाट यता गरेको थियो कि। अनि उसले चाहिँ सरी माग्यो। ल ठिकै छ गाइज, केही भएन, मिस्टेक भइहाल्छ, पानी परिरहेको छ होइन। उनीहरू पनि जानी बुझी गरेको त थिएन। अब के गर्नु, आत्तिए तिनीहरू पनि झुक्किए। राइड जाँदै थियो, पछाडि हेरेन गाडी आछ होइन भनेर। तर ठिक छ।